हाई नमस्ते आउनुहोस् सुरु गरौँ आजको भिडियो होइन म चाहिँ मेरो रुम कस्तो छ यहाँको लाइफ स्ट्यान्डर्ड युकेको लाइफ स्ट्यान्डर्ड कस्तो हुन्छ र कस्तो कस्तो रुमहरू यहाँ पाउँछ होइन कति पर्छ भन्ने कुराको बारेमा जानकारी गराउँछु होइन तपाईँहरूको लागि कस्तो हुन्छ त यहाँनिरको घर भाडामा कसरी दिन्छ यी सबै कुराहरू मेरो रुम हो यहाँको भित्रको तपाईहरुलाई दृश्यहरू देखाउँछु कस्तो हुन्छ कस्तो व्यवस्था हुन्छ के हुन्छ हैन यहाँ चाडो हुन्छ हिटिङको कस्तो सुविधा छ त्यो सम्पूर्ण कुराहरू तपाईलाई देखाउँदैछु आउनु सुरु गरौँ आजको यो भिडियो यो चाहिँ मेरो घर हो हैन यहाँबाट सिधै छ यहाँनिर यतापट्टि बारिएको छैन हैन प्यासेज हुन्छ नि त बारिन्छ तर यहाँनिर बारिएको छैन यहाँ खासमा लिभिङ रुम आउँदा आउँदै लिभिङ रुम हुन्छ त्यसपछि उता डाइनिङ किचन डाइनिङ रुम त्यसपछि किचन त्यसपछि बाथरुम छ हैन तपाईहरुलाई एक एक गरेर देखाउँछु हैन अब यहाँनिर चाहिँ अब यो चाहिँ मेरो बेडहरू छ अब यहाँनिर कुर्सी छ यो भ्याक्युम मेसिन होइन अब यो चाहिँ मेरो रुम हो अब मैले बस्ने गरेको यो रुम हो भाडा तिरेर बस्नुपर्छ होइन यहाँनिर मेरा सामग्रीहरू छन् मारी दराजको भित्र चाहिँ के हुन्छ भने यहाँको सम्पूर्ण जस्तो कि वाटरको मिटर इलेक्ट्रिसिटीको मिटरहरू सम्पूर्ण कुराहरू यहाँ राखेको हुन्छ र यो यसरी कपोर्ट गरेको हुन्छ हैन यो चाहिँ रुम हो यस्तो छ ल सर र तपाईहरुलाई रुम देखाइदिनु त्यो मेरो बेड भयो एउटा साइड टेबल छ अनि यहाँनेरि चाहिँ अब जाडो हुने कारणले अब भनौँ न यहाँनेरि हिउँ पर्छ हैन -2 देखि 5 सम्म पनि पुग्छ यो त हिटर हो वाटर र ग्यासले चल्छ यो जुन यो पाइपहरूबाट चाहिँ यो पाइपहरूबाट पानी आउँछ हट वाटर र त्यसपछि यो उसमा गएर त्यो तातो पानीले तातेर यहाँबाट हिट प्रोभाइड गर्छ हैन यहाँनिरबाट हामीले अन अफ अथवा हिटिङ बढाउन पनि सकिन्छ यो चाहिँ रुमलाई हिट गर्नको लागि रुम हिटर हो यो चाहिँ हैन यस्तो प्रत्येक रुममा राखिएको हुन्छ अब मेरो रुम देखाइसकेपछि तपाईहरुलाई मैले किचन लिभिङ रुम र अरू रुमहरू पनि देखाउनेछु हैन यो चाहिँ हाम्रो बीचमा छ दुईटा रुमको बीचमा एउटा ग्याप यहाँनिर हाम्रो फ्रिज छ फ्रिजमा सामानहरू स्पष्ट छ है योहरू सबै कुराहरू धेरै छौँ 6जना छौँ अनि यहाँनिर हाम्रो के अरे इन्टरनेटको बक्स छ माथि यहाँबाट कनेक्सन छ हैन यो चाहिँ हाम्रो लिभिङ रुम हो यो अनि फेरि यहाँनिर किचन भयो हैन किचन खास त्यस्तो व्यवस्थित त्यस्तो छैन तर नराम्रो पनि छैन केटाहरू अलिकति त्यस्तै छ जो सफै छ किचन सफा छ क्लिन एन्ड टाइडी छ है यहाँनिर हाम्रो भाँडाहरू राख्ने कुराहरू छ यो सिङ भएको यो अब ग्यास स्टोभ भयो यो ओभन छ अब अरू के भन्नु यो के अरे टोस्टर भएको यहाँनिर चाहिँ अब सामग्रीहरू राख्ने अब यो मेरो छ कफी मह एगहरू ग्रानुलाहरू होइन अब सिरियल्सहरू ब्रेडहरू खाइन्छ कहिलेकाहीँ यसो ऱ्यापहरू खाइन्छ प्रायः यस्तो छ यो माइक्रोवेभ भयो माइक्रोवेभ पनि छ केटाहरूले विभिन्न कुराहरू राखिरहेको छ सफै रहेछ भित्र त
यस्तो छ। अनि अब यहाँनिर चाहिँ वासिङ मेसिन भयो, वासिङ मेसिन भयो। अनि त्यसपछि हाम्रो टोइलेट यस्तो छ ल, टोइलेट हो। यतापट्टि चाहिँ नुहाउने बाथरुम भयो, यतापट्टि अब फ्यान भयो। त्यसपछि अब तपाईँलाई आउटडोरको बारेमा पनि अलिकति देखाइदिउँ होइन। यो चाहिँ अब हाम्रो आउटडोर एरिया है। अब केटाहरूले लुगाहरू धोएर सुकाउनु ल्याउनुहुन्छ, यस्तो छ हाम्रो। यहाँनिरको यतापट्टि यहाँबाट पर्ने यो यस्तो छ। बगैँचा, सानो बगैँचा पनि छ, तर त्यति व्यवस्थित हामीले गरेको छैन। सबै केटाहरू अल्छी छन् के कुरो त्यो हो। आयो ड्युटी गयो, आयो सुत्यो, उठ्यो, फेरि ड्युटी गयो, खानासाना खायो, पकायो, यस्तो छ। यो चाहिँ हाम्रो घर, यो साइडको हाम्रो उताको हाम्रो नेबरको होइन। यस्तो छ। यति सानो घर छ। यो घरको तपाईँलाई भाडाहरू भन्नुपर्दाखेरि अब यो चाहिँ ठ्याक्कै सिधा छ कि, गेटबाट सिधा, उहाँबाट गेटबाट छिर्यो लिभिङ रुम आउँछ। खास त्यो लिभिङ रुम हो। त्यसपछि यो डाइनिङ रुम, यो किचन भयो। किचनमा खाना बनाउने, डाइनिङ रुममा खाने। उता गेस्टहरू आएपछि गेस्टहरू राख्ने रुम हो। खास यो एकजना फ्यामिलीको लागि बस्नलाई त्यो अनुसारले बनाइएको घर हो। तर हामी चाहिँ केटाहरू 6 जना बस्छौँ होइन, सेयर गरेर। अब यहाँ महँगो पर्छ होइन भाडा। यो चाहिँ लगभग हामीले सम्पूर्ण ट्याक्स यताउति गरेर 1000 पाउन्डको घर हो कि, 1000 पाउन्ड पर मन्थ दिनुपर्छ, 1000 पाउन्ड। र त्यसमा इलेक्ट्रिसिटी बिल चाहिँ छुट्टै आउँछ, पानीको बिल छुट्टै आउँछ, ग्यासको बिल छुट्टै आउँछ। अनि यो छ। अब चाहिँ म तपाईँहरूलाई माथि लिएर जाँदैछु होइन। माथि हाम्रो रुम छ, 2टा बेडरुम छ होइन। यो चाहिँ ठाडै भ्याराङ छ। यो यस्तै हुन्छ कि एक नाले घरमा ठाडै भ्याराङ लडेला जस्तो हुन्छ। यहाँ म 2टा रुम देखाउँछु। एउटा यहाँ छ अनि एउटा यहाँनिर छ। यो के साथीहरूको रुम हो, केटाहरूको। यहाँनिर बक्स रुम छ, यहाँनिर राखन धरन गर्न होइन, स्टोर रुम जस्तै हो। यहाँनिर छ एउटा यो भयो, एउटा यो भयो। 2टा चाहिँ बेडरुम हो, यहाँको चाहिँ 2टा बेडरुम हो। यो एउटा फ्यामिलीको लागि मैले भनिरहेको छु होइन। एउटा फ्यामिलीको लागि 2 बेडरुम, हल र किचन भएको अपार्टमेन्ट हो। भनेपछि यहाँ 2टा बेडरुम चाहिँ सुत्नको लागि कोठा भयो, तल किचन भयो, त्यसपछि डाइनिङ रुम भयो, त्यसपछि एउटा लिभिङ रुम भयो। यस्तो छ यो रुमको घरको बनाउ। केटाहरूले जुत्ता राखेछन्। रिजोर्ट छ, अलिकति राम्रो म्यानेज चाहिँ छैन, किनभने अब यस्तै छ हाम्रो घर होइन। हामी 6-7 जना बस्छौँ र हामी खासै यस्तो व्यवस्थित छैन होइन। माइन्ड नगर्नु होला, अलिकति उही त हो नि, केटाहरू आउने जाने खाने त्यति धेरै व्यवस्थित गरेर राखेको चाहिँ छैन। ठिकै छ होइन। यो चाहिँ थियो हाम्रो रुम। र यस्तै मोडलको हुन्छ प्राय जसो यहाँनिर यो एरियामा चाहिँ यही मोडलका घरहरू प्राय छन् होइन। एक नाले एउटा फ्यामिलीको लागि भनेर एउटा निर्माण गरिएको हुन्छ। अरू पनि हुन्छन्, सेपरेट घरहरू पनि हुन्छन्, तर हामी बस्दै आएको चाहिँ यस्तो एक नाले घर हो। यो चाहिँ खास लिभिङ रुम थियो, तर म बस्छु यहाँनिर, हामीले लगभग 300 350 लगभग पर्न आउँछ हामीलाई